हाम्रो घर देखिसक्यो नमस्ते हेलो एन्ड नमस्ते एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ आज म पनि एकदमै आरामै छु अब आज चाहिँ एकदम आफ्टर लङ टाइम यो भिडियो सुट हुँदैछ त्यही पनि मेरो हातमा क्यामेरा छैन होइन अब म छु अहिले मुर्गिया मेरो घर हो मेरो बिहा भइसकेको छ अहिले डाउनलोड हेरेर पनि थाहा सक्नुभएको होला अब यहाँबाट चाहिँ म बढेर जाँदैछु बढेर म आउँछु भन्ने चाहिँ थाहा छैन कि घर रेडी भइसक्यो म अब जान्छौँ अनि गएर के हुन्छ कस्तो रियाक्सन आउँछ म हजुरहरूलाई देखाउँछु है यो चाहिँ हो मेरो रुम यहाँ छ हाम्रो विवाहको दुबोको माला अनि यो चाहिँ फोटोहरू छ हामी चाहिँ निस्किन लायौँ उहाँ चाहिँ हुनुहुन्छ मेरो श्रीमानज्यू है त हेरिदिनु नि त हाई भनिदिनु न हेलमेट लाउनु हो कि देखिन एन्टिलेट पर यहाँबाट जाँदैछौँ उहाँ चाहिँ बुटोलसम्म जानुहुन्छ त्यसपछि चाहिँ म एक्लै जान्छु ल अब म बस्छु म बाटोको भिडियो बनाउँदै देखाउँदै जान्छु है त हामी चाहिँ अब यहाँबाट निस्क्यौँ हेर्नु भएन गर्मीमा घाम नलाउँदा पनि मेरो पसिना यति धेरै आहा अहिले चाहिँ यो हाइवे रोड एकदमै बिग्रेर खत्तमै भयो के यो बुटोलबाट अरे यहाँसम्मको आयो रोड अनि त्यही भएर हामी अब हाइवेबाट होइन भित्र रोडबाट जान्छ मेरो गोली पनि कस्तो आयो बाटो त्यस्तै भएर यता हामी के भन्छ त गेटलाई हजुर मुर्गिया गेट यो मन्दिर छ यहाँ मन्दिर हाम्रो घर पनि देखिन्छ कि यहाँबाट तर यसरी चाहिँ देखिँदैन यो एउटा पुलमा रोक्यौँ अब हामी रेनकोट लाउँछौँ अब कसरी जाने हो म हेर्नु त बार मेरो ल्याउनु न फेरि बाटोमा घर्दै पऱ्यो भने फेरि के गर्नु त पानी पऱ्यो अब हामी रेनकोट लाउँछौँ झर्दैन होला नि यस्तै पानी पऱ्यो भाइ नि पानी पऱ्यो रेनकोट लाएर भेट्यो झोला पनि रुझो रोड पनि रुझिसक्यो अब यो झोलामा कसरी जोगाउँछु थाहा छैन हैन अब हामी निस्किन थाल्यौँ ल
छिटो भन्नु भएन। ब्यागलाई त्यहाँभित्र राखेर अनि हामी हिँड्यौँ। अब टोपी चाहिँ ल्याउन बिर्सेछ हामीले त रेनकोटको, अनि त्यसपछि टाउको चाहिँ भिज्यो, शरीर पनि अलिअलि त भिजेको थियो, तर अलिअलि त जोगियो। यति बेरसम्म पानी बिदा भइसकेको थियो अनि लुच्रुकै रुजेको भित्र अलिअलि पानी चाहिँ रुजेको थिएन, माथिपट्टिको टी सर्ट चाहिँ रुजेको थियो। ब्याग चाहिँ सुरक्षितै भयो, रुजेन, जोगाउन सफल भयौँ हामी। अब दिदी तिमी जान्छौँ। दिदीलाई अगाडि नै फोन गरेको थियौँ कि हामीले कस्तो पानी परेको कि नै त्यता भनेर, अनि अघि नै त पानी परेको थियो अनि अहिले त अलि बिसेक भयो, पानी अलि कम परेको भन्नुभएको थियो। अनि त्यति फोन गरेर राख्न साथ हामी भएको ठाउँतिर फेरि पानी धन्क्यो, हामीले रेनकोट लगाइयो। अनि त्यसपछि ल अब चाहिँ हामी दिदीको पसल आउन लागिसक्यौँ। हामी यो चाहिँ हो हाम्रो दिदीको पसल। लगाएर हरिया चुरा त तिर्दै पार्न चाहिँ यो हो दिदीको पसल, स्नो वाइट ब्युटी पार्लर। यो यहाँ सुक्खानगर त्यहाँनिर दिप बोर्डिङ छ होइन, सुक्खानगरमा छ होइन। जान्छौँ अब। नमस्कार। ब्लर आऊ, पानी परेछ क्या हो। ल अब चाहिँ यहाँबाट नि हिँड्नु निस्किन थालेँ म होइन। बाई। बसिस्यो ल। यो र म भएर जान्छौँ। भिडियो बनाएको यसको अथेन्टिक भ्याइयो अनि यसलाई लिएर हिँडेँ म मामा घर। ल अब चाहिँ म गाडी चढेँ हामी। म अब यो खानेकुरा खोल्न थालिसक्यो, खाना हतार भइसक्यो, गाडीमा चढेछ। खाना हतार भयो अहिले त। अब यो खाँदै खाँदै हामी सानीमा छोरा भएर जान्छौँ पढेर। भित्तामा कस्तो राम्रो देखियो नि, उतैसम्म क्या पुरै छ त्यही। कस्तो राम्रो देखियो कि यो पुरै यस्तो बनाएर। बुटोबाट गाडी हिँडिसक्यो। यो खाँदै खाँदै यात्रा गरिरहेको हामीले। चौडा आयो हामी, ठ्याक्क चौडा आयो। यति चर्को घाम छ बाहिर, बाफरे। हामी चाहिँ अहिले ज्यामिरे आयौँ, ज्यामिरेको अड्डा लायौँ। अनि कस्तो कालो आएको है भगवान्, कति छिटो आइन्छ है, थाहा चाहिँ पाइन। ज्यामिरे आएको, खैरेनी आएको, शीतलनगर आएको थाहा चाहिँ पाइन। अब सुन्नु लाउँछ हाउ फास्ट आई एम सो एक्साइटेड। छिटो घर पुग्न पाएँ, छिटो बढेर पुग्न पाएँ भन्ने भयो। आज चाहिँ सेकेन्ड डे हो है, बाई द वे मैले भन्नै बिर्सेछु। म त्यो दिन चाहिँ हिजो म चाहिँ दिदीसँग बसेँ, दिदीसँग बसेको भिडियो चाहिँ बनाइन है, बिर्सेछु कि के भएछ। दिदीसँग भेट भएपछि कुरा गर्न थाल्यौँ, भिडियो बनेन। अब सिधै उसमा आएपछि पसलमा आएपछि हिँड्ने बेलामा बल्ल सम्झेँ, अनि त्यहीबाट फेरि स्टार्ट भयो भ्लग भिडियो सुट। अनि यो सेकेन्ड डे हो भिडियोको। हिजो दिदीसँग बसेँ, अब आज बढेर जाँदैछु। बढेर घर गएपछि रियाक्सन देखाउँछु म, कस्तो रियाक्सन आउँछ। घर बाबा मम्मी भाउजूको थाहा छैन, के थाहा पाइसक्नुभयो कि थाहा नै छैन, कस्तो हुनुहुन्छ थाहा छैन। अब गएर ठ्याक्क म देखाउँछु है त।
दाई हुनुहुन्थ्यो, दाइले नै अटो चलाउनुहुन्छ के अरे मेरो साइल दाई हो, रवि दाई। अनि त्यसपछि दाइले अटो चलाउनुहुन्छ, दाइको अटो बिजी भइन्छ अहिले। अनि अर्को अटोमा आएमा घुमाइन गरेछ। अनि फेरि यस्तो नियम छ कि अब जसको पालो हो हिँड्ने हो नि त्यो जान पाउँछ कि आफ्नै मान्छे घरैको मान्छे भए पनि जान चाहिँ मिल्दैन आफ्नो पालोमा होइन। त्यही भएर अहिले नि मिलेन। अनि हामी घर जाँदैछौँ अब अहिले। अनि घर गएपछि भेटौँ है। हाम्रो घर देखिसक्यो, घर देखिसक्यो। ल यहीँबाट जान्छौँ। यस्तो हिलो खालको बाटो पुरै यतातिर लगाएर अस्ति नै आउँदाखेरि धान के अरे बिउ कोर्दै हुनुहुन्थ्यो, अहिले रोपिसक्नु भएछ बिउ काट्दै। हिलो छ हिलो घर आयो भाइ हामी। बाबु पर्खिन, डन भन्दैको अघि खोल। मम्मी के खान लाउनु कस्तो लाउ त सरप्राइज कस्तो लाउ सबै सँगै थिएन आज त थिएन हजुरले आउन भन्नु थियो नि अब बाह्र मम्मीले सोध्दा नि साउन बार्नु पर्दैन अरे मम्मी असार बारेपछि त भन्ने भोलि संक्रान्ति हो छोरीहरूलाई बनाउनु पर्छ मलाई त केही नि सोचिँदैन अब कान्छेले साउन बार्नु पर्दैन अरे आउनु नभन्नु के मैले अस्ति के भनेको थिएँ भने अस्ति भाउजूले जाने हो र साउन बार्ने भन्नु होइन र भन्नुभएको थियो। अनि भाउजू साउन बार्न पर्दैन अरे अब त आउनु अब कहिले आउँछु थाहै भने थिएँ कि यस्तै गरी आउँछु भनेर त्यो भने थिएँ मैले। उता काठमाडौँतिर जानुभएको त्यही भएर असार बारे भन्नुभएको होला भने अलिक मम्मीले मैले असार होइन बाह्र अनि त्यतिखेर मैले त्यो भनेको त्यतिखेरबाट मैले बनाएको प्लान सक्सेस भयो आज। अनि दिदी होइन दिदी भोलि आउनुहुन्छ, पर्सि आउनुहुन्छ। छुट्टी छ दिदी पर्सि आउनुहुन्छ। आज ठ्याक्कै इक्जाम भ्याइयो लिएर आएको के हिजो हो क्या घरबाट हिँडेको त म। हिजो फेरि कसैसित कुरा भएन है हिजो ए पागल त गम्बको त हिजो आत्तै भनेर सबैसित मसित मसित त अनि बिहान त बोलेको नि बिहान त बोलेकै हो नि हिजो बिहान त घरै खाना बनाएर ठिक्क थियो नि त खाना बनाएर खाने बेला भयो बाबा भन्दै बोली थिएँ। हजुर यहाँ बढार्दै हुनुहुन्थ्यो नि त त्यति बेला अनि सुतेर मस्त बोलिरहेँ। बेलुकी साँझ हुनुभयो साँझ भन्नाले 2:30 बजीतिर हिँडेको क्या हो कि 2 बजीतिर हो। अनि बढेर उहाँ आएँ बुटोल अनि बुटोल आएर अनि दिदीले आज यहीँ बस्नु भन्नुभयो अनि त्यही बसेर अनि आज आएको के यसको इक्जाम भ्याइयो अनि यसलाई लिएर जाली सोध्नुभयो अनि त्यही बसेँ। गीत सुन्दै आइछ त बा काम गरेको त नमस्ते नमस्ते भन्दा आयो बर्खर नास्ता खान्छु बल्ल आज मेरो प्लान सक्सेस भयो। ल धेरै खुसी लाग्यो। त्यहाँबाट हिँड्दै आउनु सरप्राइजको लागि बोलाउनु थियो
होइन अटोमा आयो नि फेरि अटो नेता ल्याउनु न को खाँदै आएको थियौँ के अरे बोतल खसाल गरेको त ल प्लान सक्सेस भयो होइन अब एकछिनपछि म हजुरहरूलाई हाम्रो कम्पनी पनि देखाउँछु त्यति बेलासम्म धैर्य गर्नु होला है यस्तो छ हाम्रो सेनिटरी प्याड कम्पनी यदि हजुरहरूलाई चाहिन्छ भने सम्पर्क गर्नुहोस् अनि त्यसपछि नजिकै हुनुहुन्छ भने यहाँ आउन पनि सक्नुहुन्छ हेर्नलाई कसरी बन्छ भनेर होइन अनि हाम्रो उहाँले बनाउनुहुन्छ उहाँ नानीले नि यही काम गर्नुहुन्छ अनि हाम्रो यस्तो छ उल्टे देखेँ होला नो टेन्सन सेनिटरी प्याड यदि चाहिएमा सम्पर्क गर्नुहोस् यसमा कमेन्ट पनि गर्न सक्नुहुन्छ मलाई चाहिए कस्तो के छ कसरी छ भनेर आउन सक्नुहुन्छ फोन पनि गर्न सक्नुहुन्छ होइन यसो जाओस् न त एक दुई शब्द मोबाइल नम्बर त भन्नु भएन के र यहाँ त फ्री यो सबै वेस्ट त होला नि होइन यो सब वेस्ट हो यति छ हाम्रो मेटेरियलहरू ल हाम्रो अब खाजा खाने बेला भयो चटपटे खाना लायौँ अब म घर आइहालेँ मेरो सरप्राइज पनि सफल भयो जङ्क फुड नखाए हामीलाई पच्दैन भेट भएपछि जङ्क फुड खानै पर्छ अनि त्यसमा नि अझ चटपट त विशेष अस्ति हजुर आउनुहुन्छ भन्ने भएन नि त अनि करेन्ट नखाएको लगभग महिनाभन्दा उता पुगेछ क्या हजुरले मैले पहिला खाएको अनि त्यसपछि करेन्ट खाएको थिएन नि त अनि त्यसपछि यिनले चाहिँ लान्छन् कि नै भन्ने भएन अनि सोधेँ यिनलाई त्यहाँ बुवाले बोलाउनु थियो बुवा कहाँ गएर आउँछु भनेर अनि त्यतैबाट आएर करेन्ट लिएर आएँ अनि करेन्ट बनाएर खाएँ भोलिपल्ट कस्तो गाह्रो गर्दा ल अब सरप्राइज पनि सफल भइहाल्यो खाइराखिन्छ अरू त महिना दिन हुन्छ मै हुन पर्छ कि यस्तो छु कि म फेरि यस्तो म पृथ्वी भनेको त्यस्तो राम्रो बाबा मम्मीले हेर्नुहुन्छ यो भिडियो भाउजू त्यस्तो भन्नु सोच आमा समान कि भाउजूले ल नभए त अनि कसरी हो त्यसो भए हजुरले दाइबाट राजीनामा दिनु ल दाइले राजीनामा दिनु मैले त राजीनामा दिन्छु अनि बसौँला हामी कता जान्छ हामीलाई त फेरि उठान राख्दैन कता जान्छ हामी फेरि अब त्यस्तै कुरो गर्नुहुन्छ त अब के भनौँ गएर राख्न सकिन्छ यत्रो कम्पनी हजुरकै नाममा छ कि अहिले भिडियो हेर्न आउँछ बित्तिकै त जानकारी गर्नु होला यत्रो कम्पनी छँदैछ कि तिर्माने कुरोहरू होइन त ल अब बाई बाई भन्नु पर्यो खानु अब हामी नास्ता खान्छौँ आजको भिडियो यति नै हेर्दै गर्नु होला सपोर्ट गर्नु होला माया गर्नु होला डोन्ट फर्गेट टु लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब बाई बाई भन्नु न बाई बाई